वेलकम ब्याक। आज अलिकति अफिसियली कामहरू छ दुबईमा। यदि तपाईसँग कुनै ब्याङ्कमा अलरेडी अटो फाइनेन्स छ भने यदि त्यो ब्याङ्कबाट क्लोज गरेर अर्को ब्याङ्कमा कसरी ट्रान्सफर गर्ने हैन, हामी त्यही कुरामा आज आफै काम गरेर देखाउनेछौँ। अनि के हुन्छ सबै के हुन्छ हैन तपाईलाई सेयर गर्नेछौँ। किनकि यो समस्या भनेको कतिपयहरूको लागि गाह्रो पनि हुनसक्छ। त्यही भएर सजिलो होस् भन्ने तरिकाले मैले तपाईहरुमा सेयर गर्नेछु। के हुन्छ त्यही अनुसारले तपाईहरुलाई देखाउने छु है त गाइस। त्यति दिनजेल तपाईहरु किप वाचिङ है त गाइस। हामी चाहिँ शारजा भन्ने एउटा स्ट्रिटमा आएर चेक गर्यौं। त्यहाँ चाहिँ के भन्यो भने पहिला पुरानो ब्रान्च थियो, त्यहाँ पुरानो ब्रान्च क्लोज भएको कारणले गर्दा हामी चाहिँ अर्को ब्रान्चमा जान लाग्यो। अब दुबई मलमा ब्याङ्किङ टाइम हुन्छ हैन, पिरियडमा हामी आउन पनि आएनौं अनि यहाँको ब्रान्च पनि क्लोज भएको रहेछ हैन। त्यही कारणले गर्दा अलिकति हामीलाई दुःख भयो। तर पनि आज काम सकिहाल्नुपर्छ भन्ने तरिकाले हामी फेरि जाँदैछौँ दुबई मल। दुबई मलमा कति 9 to 9 होला नि त, 10 to 9 दुबई मलमा 10 to 9 सम्म काम रहेछ ब्याङ्किङ काम। त्यही भएर हामी त्यहाँ जाँदैछौँ। अब त्यहाँ गएर के हुन्छ काम आज काम गर्नुपर्छ, किनभने धेरै गाह्रो के। किनभने दुईटा एकाउन्ट भएको कारणले गर्दा मैले अर्को एउटा एकाउन्टलाई क्लोज गर्ने, किनकि काम छैन नि त्यसमा हैन। त्यो एकाउन्टलाई क्लोज गरेर अर्को एकाउन्टमा ट्रान्सफर गर्ने भन्ने कुरा भइरहेछ। त्यही भएर हामी जाँदैछौँ। लेट्स सी हैन के हुन्छ। आज सबक त त्यो काम डन गरिहाल्नुपर्छ हैन, किनभने जति टाइम लियो झन् त्यति टाइम लाग्ने के यो कुराहरुमा। फाइन चाहिँ त के हुँदैन, फाइन भन्दा नि तपाईको मिनिमम ब्यालेन्स भयो भने 25 दिरहम लाग्छ। तर त्यो भन्दा नि किन दुईटा एकाउन्ट बनाउने त हैन, जबकि एउटै एकाउन्टले काम गरिरहेको छ नि दुईटा एकाउन्ट बनाएर किन यो गर्ने भन्ने हो। सो त्यही भएर एउटा एकाउन्ट क्लोज गर्ने भन्ने छ, एउटा अर्को एकाउन्टमा चाहिँ ट्रान्सफर गर्नु पर्यो फाइनान्स भन्ने हो। ल त्यतिखेरसम्म किप वाचिङ गाइज, हामी के हुन्छ सबै भन्ने छौँ। अब हामी चाहिँ बुर्ज खलिफा नजिक आइपुगेछौँ। लुक एट द भ्यू गाइज हैन। अनि यता त्यहाँ नजिक चाहिँ दुबई मल छ। दुबई मलमा गएर अनि हाम्रो काम सल्टाउने हैन के छ। अनि त्यसपछि यसो अलिकति माइन्ड फ्रेस गर्ने, त्यसपछि अनि ब्याक टु द नर्मल वर्क है गाइज। लुक एट द भ्यू, यही हो एकदम दुबईको एकदमै चर्चित सहर भनेको यही हो। लुक एट द यो चाहिँ बुर्ज खलिफा गाइज है। लुक एट द भ्यू, दिस इज द कल बुर्ज खलिफा, not the Mia Khalifa. Okay. This is the guy who making me too much happy. उहाँ चाहिँ मेरो दाइ है, अनि उहाँ चाहिँ बेस्ट ब्रदर हैन। पिङ्की कसम यो गाइज हैन। अब हामी एकछिनमा पुग्छौँ। हामी सिग्नलमा वेट गरेर बसिरहेछौँ। यस्तो छ, म तपाईहरुलाई भ्यू देखाउँछु है त। यस्तो छ भ्यू गाइज। यो चाहिँ डाउनटाउन निट एन्ड क्लिन हुन्छ। अनि यो चाहिँ दुबई मलको पार्किङतिर आइपुग्यौँ हामी। उतातिर पार्किङ छ, के छ फेसन पार्किङ भन्नेतिर हैन। हामी पार्किङहरु यति धेरै छ कि तपाईको नाम साम टक्क
फेसन पार्किङ अनि सिनेमा पार्किङ के भन्ने छ सिनेमा पार्किङ माथि भयो कता कता दाइ चाहिँ फेरि यही काम गर्नुहुन्छ हैन म रिल सिनेमामा गर्छु दुबई मलको इमार्क मेरो कम्पनी इमार्क इन्टरटेनमेन्ट ब्रान्ड हो नि ब्रान्ड फेरि हैन के गर्नु यस्तै छ जिन्दगानी आज छुट्टीको दिन किन स्याड भयो छुट्टीको दिनमा अलिकति स्याड चाहिँ किन के यार दाइ खै अब यसो मन भुलाउने बाटै छैन त्यही भएर त भन्छ भाउजूलाई बोलाएर आउनुहोस् भनेको भन्नु हुँदैन भाउजू ल्याउनु पर्यो कि यता हिजो राति म झन्डै रात बाहिरै बास हुन लाग्थेँ बिना ओछ्यान बिना सिरानी लेट नाइट घर आएपछि हुन्छ त नि लेट नाइट घर आएपछि कहाँ ढोकासँग बन्द भइहाल्छ नि नाइट ड्युटी साँचो नि लगिन भित्रको मान्छे त सुतिहाल्छ नि तपाईँ आफै गल्ती गर्नुभएको नि म चाहिँ अनि छटपट बिना किन गाइज त्यहाँ नजिक सेक्युरिटी बसिरहेको छ आई डोन्ट थिङ्क टु लाइक गो यो होइन रहेछ होइन भ्यालिड पार्किङ रहेछ यहाँबाट त भ्यालिड पार्किङ यताबाट चाहिँ फ्री पार्किङ यो चाहिँ दुबई मल पार्किङ त्यहाँ लेखा छ त दुबई मल पार्किङ भनेर लेखा छ गाइज होइन सो लेट्स गो वी आर हेडिङ टु सिनेमा पार्किङ त्यहाँबाट होइन यहाँ फेसन पार्किङ जाउँ लेखा छ कताबाट सिधै जाने होइन शालिगबाट पेमेन्ट गर्नु मिल्छ भन्न खोजेको होला यो के हो पेमेन्ट पार्किङ गरेको छ कि आजकल हो दुबईमा कति घन्टाको लागि फ्री होइन त होला सायद सो यहाँ नजिक पनि एकदम यो नै छ के भन्छ ट्राफिक हुन्छ भित्र आउनको लागि पनि बिल्डिङ नै ठुलो है दाइ यहाँभित्र बुलबुलैया छ यति धेरै पार्किङ छ कि यहाँ नजिक हराउँछ एकदम मान्छेहरू मिसगाइड हुन्छ म नै कतिचोटि आइसक्यो तर म आफै कन्फ्युज हुन्छु कतिचोटि हराउँछु है अनि उहाँ नै अब उहाँलाई नै थाहा हुँदैन फेरि हो कि नि त भन्नु त गाडी भयो पो थाहा हुन्छ मेरो त त्यही गाडी लिएर जानुहोस् भने मान्नुहुन्न भनेकै हो तपाईँलाई गाडी लिएर जानु दाइ किनभने गाडी त्यतिकै बसिरहेको हुन्छ गाडी लिएर जानु दाइ भन्नु मान्दैन दाइ होइन म हिँडेरै आउँछु भन्छ त्यस्तो मेरो कार लिप्छ म शान्तिमा गाडी चढ्दिनँ फेरि धेरैजना अट्ने मात्र चढ्छु म एउटा गाडीमा के नै 50-60 जना अट्नेमा चाहिँ बस्छु म कहिले काहीँ म यो सानोमा पनि बसिहाल्छु यसो टाइम पास गर्नलाई भनेर अरे दिन्छ मेरो दाइले पनि ठुलोमा बस्न ल ठिक छ गाइज हामी जाँदैछौँ माथि पार्किङको लागि लेभल कति 3-4 सम्म जान्छ होइन माथि धेरै माथि किन जाऊँ त नि जाने बस्नु पार्किङ 5 आइसक्यो यस्तो टक्क यस्तो हुन्छ क्या खुल्लामा आएर पार्किङ गर्ने यो त माथि टपमा हो नि गाइज फेरि होइन पार्किङ होइन दुबईको अनि अघि हामी आएको चाहिँ उताबाट हो उताबाट आएको चाहिँ बुर्ज खलिफा भ्यू क्यान चेक आउट देयर होइन सो अब हामी चाहिँ इन्ट्रान्स यहाँबाट हुन्छ अनि यहाँबाट गएर तल गएर अब आफ्नो काम गर्ने अनि त्यसपछि के हुन्छ विल लेट यु नो गाइज है भेरी सुन ल जस्ट किप वाचिङ धेरै कन्फ्युज भइसक्यो दाइले फेरि कहाँ लिएर आयो हामीलाई कहाँ दाइ कन्फ्युज भयो त तपाईँ दाइले हामीलाई कहाँ लिएर आयो भन्ने पनि थाहा छैन गाइज होइन अब फेसन पर मलाई थाहा छ तर म अहिले चाहिँ भन्दिनँ किनभने यो पार्किङ कहाँबाट जानुपर्छ मलाई थाहा छ क्या हामी यहाँ तलमा आउनु पर्ने थिएन माथि माथि लिफ्टको माथि माथि नै जाने हो कि खासै तपाईँभन्दा मलाई थाहा रहेछ दाइ यहाँ आउँदैन के तपाईँको कति 2 हो कि 3मा झर्छ त्यहाँ ग्राउन्ड फ्लोर त्यहाँ ग्राउन्ड फ्लोर छ आज ब्याङ्किङको प्रोसेस चाहिँ भएन दाइ है दाइ
आज ब्याङ्किङको प्रोसेसै भएन है सो ब्याडमा साला यति धेरै पेपर बनाएँ तर पनि कुनै पनि काम लागेन अब नेक्स्ट टाइम गर्नुपर्छ गाइज के हुन्छ म अपडेट गर्छु होइन आजको लागि चाहिँ यति गर्न लागेको हो त्यो ब्याङ्कमा चाहिँ ब्याङ्कको चाहिँ स्टेटमेन्ट चाहिन्छ अरे 3 महिनाको अनि त्यो चाहिँ मेरो गरेको तर के भने भर्खर म छुट्टीबाट आएको भएले गर्दा ब्याङ्कमा चाहिँ स्यालेरी नभएकोले गर्दा चाहिँ त्यो गरेको है रिजेक्ट भन नि अब वेटिङमा छु किन आज यो गरिदिन्छु इन गरिदिन्छु आजको भिडियोलाई है त गाइज किप वाचिङ म नेक्स्ट भिडियोमा फेरि बाँकी प्रोसेसहरू भन्नेछु कसरी के गर्नुपर्ने